नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई हाम्रो कथाको भिडियोमा। आज हामी सुनाउन गइरहेका छौँ दुई भाइको मौलिक लोककथा। अन्तिमसम्म सुनेर साथ दिनुहोस् है त। एउटा सुन्दर पहाडी गाउँ मजुवा, पाइन र पानको जङ्गलले घेरेको, बिहानको हुस्रोमा हराएको र खोलाको सुस्केराले हरेक बिहान बिउजिने गाउँ। गाउँका घरहरू माटाका, छाना खर्का अनि आँगनमा बाख्रा र गाईका आवाजले रमाइरहेका। त्यही गाउँमा दुई भाइ सागर र कमल बस्थे। दुवैको उमेरबीच 5 वर्ष फरक। ठुलो सागर 30 वर्षको, जिम्मेवारी बुबा आमाको मायामा हुर्किएको, खेतबारी र घर चलाउने उसको काँधमा। सानो कमल 25 वर्षको, सहरको चमकसँग मोहित, केही नयाँ गर्न खोज्ने सपना बोकेको युवक। बिहानको घाम अझै पहाडमाथि उकालोमा लागेको थिएन। सागर घरको आँगनमा दुध तताउँदै थियो। आमा बाख्रालाई घाँस दिँदै थिइन्। कमल भने ओछ्यानमै थियो, निन्द्रामा हराएको। कमल, बिहान 7 बजिसक्यो नि, अझै उठ्दैनस्? सागरको आवाज कठोर तर माया मिसिएको थियो। कमल निन्द्रालु स्वरमा बोल्यो, आफूलाई खेतमा लैजानु छ, म त गाउँ छोड्ने तयारीमा छु। सागर अचम्म पर्यो, के भनेको यो? कमल उठेर सास फेर्यो, दाजु, म गाउँमा बसेर खेतबारी जोत्न अब चाहन्न। म सहर जाने, काम गर्ने, केही ठुलो बन्ने। यहाँ त जीवन खेतबारीमै पुरिन्छ। सागर केही बेर मौन रह्यो। आमा पनि चुपचाप कुरा सुनेर बसिन्। सहरमा पैसा होला, तर गाउँमा माया छ कमल। हामीसँग धेरै सम्पत्ति छैन, तर मन शान्त छ, सागरले भन्यो। कमल भने खिसिक्क हाँस्दै भन्यो, शान्त मनले पेट भरिँदैन दाजु। त्यो दिनदेखि दुई भाइबीचको सम्बन्धमा चिसोपन सुरु हुन थाल्यो। अब उनीहरूको आफ्नै अडानले कहिल्यै छुट्टै बसेर नखाने दुई भाइ अब एउटै भान्सामा खान छोडे। सागरको मनमा कमलप्रतिको माया अझै थियो, तर शब्दहरूमा कडोपना आउँथ्यो। कमल भने चाहिँ आफ्नो निर्णयमा अडान थियो। एक बिहान आमा आँसु पुस्दै थिइन्। कमलले आफ्नो झोला बाँध्दै थियो र भन्यो, आमा, म सहर गएर केही बने भने तपाईहरूलाई पनि गर्व हुनेछ। आमाले रुँदै हात राखिन्। सन्तानले आफ्नो आमा बुवालाई गर्व गराउने काम गर्नु राम्रो हो बाबु, तर हाम्रो मायाको आशीर्वाद पनि साथमा लैजा। सागरको भने ओठ चलेको थिएन। उसको मनमा भाइप्रतिको गर्व र छुट्टिने चोट दुवै थिए, तर पनि निराश हुँदै बोल्यो, जा भाइ, म तिम्रो निर्णय रोक्दिन, तर सम्झ, घर सधैँ खुल्ला छ तिम्रो लागि। कमल गाउँको बाटो हिँड्यो। पहाडको डाँडामा उक्लिँदा तल घर फर्केर हेर्यो। सानो खरको घर, जसको धुवाँ आकाशमा बिलाउँदै थियो। उसको आँखाबाट पनि त्यस्तै धुवाँ झैँ आँसु खसे। कमल सहर पुगेपछि केही हप्ता नयाँ थिए। बत्ती, सडक र भिडभाड। उसको मन रोमाञ्चित, तर जब काम खोज्ने बेला आयो, सहरले उसलाई पराई बनायो। बल्ल बल्ल उसले पहिलो काम पायो, होटलमा वेटर। 12 घण्टा उभिएर प्लेट बोक्ने, मालिकको गाली सुन्ने, अनि राति थाकेर सस्तो कोठामा फर्किने। जब ऊ थकित शरीर खाटमा लम्पसार पार्थे, उसले आमा र सागरलाई सम्झिन्थ्यो। सहरमा जीवन यति कठिन होला भन्ने थाहा थिएन, तर अब गाउँमा केही नगरी फर्किने मुहार उसमा थिएन। सोच्थ्यो, फर्के भने दाजुले भनिहाल्ने हो कि मैले भनेको थिएँ नि। केही समय बित्यो। कमलले दुःख सुख गरेर केही पैसा जम्मा गरे अनि एउटा सानो पसल सुरु गर्यो। जीवन स्थिर हुँदै थियो, तर मनमा खालीपन बढ्दै गइरहेको थियो। त्यो समयमा गाउँमा ठुलो सङ्कट आयो, बाढी पहिरो।
अचानक वर्षाको भिलले खेत बगायो, घरहरूमा चर्का पर्यो। सागरको घर पनि चर्क्यो, अर्थ भत्कियो। आमा भने बिरामी भइन्। सागरले गाउँमै सबै सम्भव उपाय गरी उपचार गर्यो, तर औषधि र पैसाको अभाव। अन्ततः सागरले भाइलाई पत्र लेख्यो, कमल आमा बिरामी छिन्, घर खेतमा उनी बाढी पहिरोले क्षति भएको छ। म तिम्रो साथ चाहन्छु भाइ। तर सहरसम्म कमल समक्ष त्यो पत्र पुग्न सकेन। एक दिन गाउँकै मान्छे सहरमा आउँदा कमललाई भेटे। कमल, तिम्रो घरमा पहिरो आयो रे, आमा पनि बिरामी छिन्। सागर दिनरात दौडिरहेको छ। त्यो कुरा सुन्दा कमलको मुटुको धड्कन बढ्न थाल्यो। उसले पसल बन्द गर्यो र तुरुन्तै गाउँको बस चढेर गाउँ फर्कियो। बेलुकीको घाम डुब्दै थियो जब ऊ गाउँको चौतारीमा ओर्लियो। घर देख्दा उसको आँखा रसाए। घर अर्ध भत्किएको थियो। छाना झरेको आँगनमा सागर वस्तुलाई घाँस दाना दिँदै अनि आमा सुतिरहेकी थिइन्। कमल दौडिँदै गयो। दाजु, सागरले टाउको फर्काएर हेर्यो। केही बेर मौनता छायो। फेरि सागर कमल भएतिर गयो। कमलको काँध समात्यो। त फर्किस भाइ, ढिलो भयो नि फर्किस। त्यो बोलीसँगै दुवैको आँसु मिसियो। आमाले आँखा खोलेर मुस्कुराइन्। मेरो दुई छोरा फेरि एकै ठाउँमा भए। गाउँमा फेरि जीवन फर्किन थाल्यो। कमलले सहरमा कमाएको पैसा प्रयोग गरेर घर पुनर्निर्माणमा मद्दत गर्यो। सागरले भाइलाई खेतमा लग्यो। अब यो हाम्रो साझा जग्गा हो भाइ। कमल मुस्कुरायो। अब म सहर जान्न दाजु, यही माटोमा खुसी खोज्छु। आमा मनभित्रैदेखि खुसीले भन्थे। दुई भाइ फेरि एक भए। अब यो सानो घर फेरि उज्यालो भयो। जीवनका हरेक बाटोमा सफलता होइन, सम्बन्ध नै आधार हो। पैसाले घर बनाउन सक्छ, तर माया र साथले मात्र घर परिवार बनाउँछ। दाजुभाइ बीचको माया सानो बिर्सनामा हराउन सक्छ, तर एकपटक सम्झनाले फेरि उज्यालो ल्याउन सक्छ। सागर र कमलको कथा गाउँका युवाहरूका लागि उदाहरण बन्यो। सपना देख, तर आफ्नो माटो र परिवार कहिल्यै बिर्सन हुँदैन। आजको कथा यति नै। कस्तो लाग्यो साथीहरू? प्रतिक्रिया दिनुहोला। साथै हाम्रो यस भिडियोलाई लाइक अनि च्यानललाई सब्स्क्राइब पनि गर्न नभुल्नुहोला है त साथीहरू। आजलाई यति नै। फेरि अर्को कथामा भेटौँला है त।